पत्रिकामा एउटा अचम्मको खबर छापिएको थियो। मर्सिडिज कार बिक्रीमा छ, मात्र 500 रुपैयाँमा। कोही पनि विश्वास गर्न तयार थिएन। आखिर 500 रुपैयाँमा मर्सिडिज? तर एकजना साहसिक सज्जन महिलाको घर पुगे र सोधे, माफ गर्नुहोस्, तपाईँ कार बेच्दै हुनुहुन्छ? महिलाले हाँस्दै जवाफ दिइन्, हजुर, हेर्न चाहनुहुन्छ भने आउनुहोस्। गराजमा चम्किलो, स्टाइलिस र ब्रान्ड न्यू जस्तो देखिने मर्सिडिज थियो। उनी अकमक्क परे, यो त साँच्चै मर्सिडिज नै हो नि। महिलाले भनिन्, एकदम नयाँ त होइन, 18,000 किलोमिटर चलेको हो। साहब, अझै पनि अचम्ममा। तर माफ गर्नुहोस्, पेपरमा त यसको मूल्य 500 रुपैयाँ मात्र लेखिएको थियो। महिलाले हाँस्दै भनिन्, ठिक, 500 रुपैयाँमै बेचिरहेकी छु। तपाईँ 500 रुपैयाँ दिनुस् र गाडी लैजानुस्। साहबले 500 रुपैयाँ झिकेर दिइहाले। महिलाले पैसा लिएर तुरुन्तै रसिद दिइन्। कागजात र चाबी पनि बुझाइन्। तर साहबलाई शङ्का भयो। बहिनी, अब त कृपया साँचो कुरा बताइदिनुस्, यो के चक्कर हो? म त सस्पेन्समा मर्नै लागेको छु। महिलाले एकदम शान्त स्वरमा भनिन्, कुनै सस्पेन्स छैन, म त मेरो दिवंगत श्रीमानको अन्तिम इच्छा पूरा गर्दैछु। उहाँले आफ्नो वसियतमा लेखेर गएका थिए, म मरेपछि मेरी सेक्रेटरी शीलालाई यो कार बेचेर प्राप्त हुने सम्पूर्ण रकम दिइयोस्। अनि महिलाले 500 रुपैयाँमै मर्सिडिज बेचिदिइन् र श्रीमानको अन्तिम इच्छा पनि पूरा गरिदिइन्।